बोली त बिजी थिए हाँ के रे यो नानी यहाँ हिँडी थिए मैले रोड बाटो जाएर खाली बेलुका खाइले छोडेर उहाँ गई छिन् मैले लैदिएर राखिदिएको छु बानी होइन अनि यहाँ राखिदिएको छु उहाँ यो नानीलाई बेवारिसी अवस्थामा छाडेर यिनको आमा यहाँ सुतेको अवस्था छ। मदिरा सेवन गरेर दर्शकवृन्द को हुनुहुन्छ उहाँ सम्बन्धित व्यक्तिहरूले एकदमै चेतनै नभएको सानो नानी एक्लै सुतेको आफ्नो आमा सुतेको ठाउँमा आएर बसी थिइन् र हामीले केही सक्दो सहयोग गऱ्यौँ, खाना खुवायौँ उनलाई। होइन तपाईँले चिन्नुहुन्छ? उहाँलाई चिनेको चाहिँ एकजना हुनुहुन्छ। को पर्नुहुन्छ? मैले चिन्न त चिने र त्यहाँ छोडेर अनि अहिले अर्को यहाँ त पुडी खोला बिहा भएर यहाँको माथि पहिले गएको कहाँ रे धनगढी सय टक्कर हिँडे त पुडी खोला कि पाडी भन्नुहुन्थे तपाईँले हिजो जानेले भेटमार गएन र त्यो बच्चा बाटो अस्ति बागदुलो कस्तो घट्यो घटेन थाहा छैन तपाईँलाई? नानीलाई अनि किन यसरी चाहिँ यो बेवारिसी गराएको त? आमा हो तपाईँ? आमा हो, म यतै जत्न बस्छु उतै बस्ती बिचारा के गर्छु। बस्ती बिचारा भनेर हुन्छ अनि? मेरो घर पहिलेको त चिठी होला हो। माइत कहाँ हो? चिठी होला माइत गोरीगाउँ हो। गोरीगाउँ? के हो नाम के हो तपाईँको? मेरो सङ्गीता हो। सङ्गीता के हो? माइतको माइत तरेको भण्डारी। सङ्गीता भण्डारी। अनि घर कहाँ हो? बिहा कहाँ भयो? मेरो धनगढी। अनि किन यसरी मदिरा सेवन गरेर यति सानो नानीलाई बेवारिसी छोडेर उहाँ बाटोमा गएर गाडीले हान्यो भने के गर्ने? त्यति थाहै छैन भनेर हुन्छ यस्तो सानो पनि गर्न परेको थियो हेर्नु त त्यो बच्चाको हालत उसै पनि कसैले टिपेर लाग्यो नि बाटो ल्याएर गाडीले किच्यो भने। नाम के हो नानो? तिम्रो नाम के हो? यसको साधना हो। साधना नाम भन्न आउँछ? ख्याल गर्न सक्नु आउँछ नाम भन्न? दर्शकवृन्द एकदमै दयनीय अवस्था छ यो सानो नानी लाई छोडेर बेवारिसी अवस्थामा उनको आमा सुतेकी छिन् बाटोको छेउमै। यो नानी सानो नानी बाटोमा यताउता हिँड्छिन्, कहिलेकाहीँ आफ्नो आमाको छेउमा गएर बस्छिन्। एकदमै दुःख लाग्दो एकदमै दयनीय अवस्था छ। अहिले अब कहाँ जान लाग्यो? माइत जान लाग्यो? कहाँ जाने थाहा छैन? यहाँभन्दा ठुली नानी छिन् लगभग 10-11 वर्षकी नानीले लहरा माथि छोडी भनेपछि प्रहरीलाई फोन गर्न पर्यो। बिहानै झोर्न बिहान झरे मान्छे अब कहाँ जाने भन्ने थाहा छैन हैन। पहिले चाहिँ चिठी खोला घर बिहे भएको रहेछ, त्यसपछि चिठी खोलामा अनि पछि फेरि धनगढी बिहा भयो। हजुर नमस्ते। यहाँ प्युठानबाट म प्युठान नगरपालिका वडा नम्बर 8 बाट बागदुला ताल नेर हो। यहाँ एकजना एकदमै बेवारिसी कहिले कता घर बताउने कहिले कहाँ घर बताउने सङ्गीता भण्डारी नामक महिलाले रक्सी सेवन गरेर बाटोको छेउमा सानो एकदमै आवाज पनि बोल्न नसक्ने सानो नानीलाई राखेर सुतेको अवस्था छ। अनि यो सानो नानी फेरि कहिले बाटोमा जाने हैन, कहिले छेउमा जाने भावनाले म मिडियाकर्मी पनि भावनाले हजुर 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 प्युठान नपा वडा नम्बर 8 बागदुला ताल। हजुर बागदुला ताल ताल ताल
बागदुला ताल घर कहाँ जाने के गर्ने मलाई थाहै छैन भनेर रक्सी सेवन गरेर सुत्नु भएको छ होइन। अनि सानो नानी चाहिँ एकदमै बेवारिसी अवस्थामा छिन् यिनी। कहिले मेन बाटो छ कि यहाँ मेन बाटोको छेउमा भा हुनाले उद्धार गरिदिनको लागि नेपाल प्रहरीलाई हामीले विनम्र अनुरोध गर्दछौँ। हुन्छ त म उता के अरे बागदुलाको उसमा उतामा गरिदिन्छु त्यहाँ हस् 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 धन्यवाद। दर्शकवृन्द हामीले नेपाल प्रहरीलाई फोन गरेर 100मा फोन गरेर जानकारी पनि दिइसकेका छौँ। कहिले कहाँ घर बताउने कहिले कहाँ घर बताउने जाने कहाँ हो ठेगान नभएको अवस्थामा हुनुहुन्छ। सङ्गीता भण्डारी नामक महिला सङ्गीता भण्डारी नाम बताउनु भएको छ। उहाँले कृपया उहाँलाई तपाईँहरूले चिन्नुहुन्छ तपाईँहरू आफन्त हुनुहुन्छ भने कम्तीमा उहाँलाई सुधार गर्नुपर्ने आवश्यकता छ अथवा हेरचाह गर्नुपर्ने आवश्यकता छ। त्योभन्दा पनि एकदमै बेसी हेरचाह गर्नुपर्ने यति सानो नानी यिनी राम्रोसँग बोल्न पनि सक्दैनन् यिनको हेरचाह पर्ने आवश्यकता छ। दर्शकवृन्द हामीले नेपाल प्रहरीलाई फोन गरेका छौँ। नेपाल प्रहरीको टिम आउँदै हुनुहुन्छ। दर्शकवृन्द नेपाल प्रहरी पनि आइसकेको स्थिति छ। एकदम मदिरा सेवन गरेर महिलाले बेवारिसे बच्चालाई सानो नानीलाई एकदमै दुखनीय अवस्था दयनीय अवस्थामा राखेकी छिन्। केही उद्धार गर्ने क्रम जारी भएको छ किनभनेपछि यो एकदमै बिजी सडक हो। यो बहाने जाने स्याउलीबाङ जाने प्युठान नगरपालिकाको वडा नम्बर 8 स्थितको एकदमै व्यस्त सडक रहेको छ र यहाँ ट्रिपर गाडीहरू बारम्बार चल्छ। यसरी उद्धार गरेका छौँ। अन्तमा दर्शकवृन्द मानवता नै सबभन्दा ठुलो कुरा हो। सानो नानी बिचरा सानो नानीलाई यसरी हामीले सक्दो सहयोग गरेर हामीले नेपाल प्रहरीलाई जिम्मा लगाइदिएका छौँ। नेपाल प्रहरीले सक्दो सहयोग गर्नुहुनेछ। अब रक्सी खाने कि नै खान्न मैले। अब त्यो सानो नानु त्यत्रो सानो नानुलाई बिचल्ली पार्ने हो कि होइन? नै मैले रक्सी खाएर होइन के रक्सीको गन्ध आइरहेछ। रक्सी खाएर होइन भनेर झुट बोल्ने। हेलो सर राक्षस प्रवृत्ति देखाउने हो। त्यत्रो सानो नानी भएर नानीलाई चाहिँ जन्म दिएर तपाईँले म त पैसा 1 रुपियाँ पनि छैन नि 10 रुपियाँ मात्र छ। अब रक्सी नखाने है। हुन्छ हजुर हामीले हेर्छौँ। अब तपाईँहरूलाई नेपाल प्रहरीले तपाईँलाई सक्दो सहयोग गर्नुहुन्छ। जिम्मा लगाइदिनुहुन्छ आफ्नो मान्छेलाई।